एसई 2081 मध्य प्रदेशमा सोधिएको क्वेसन नम्बर 15 यस प्रकार रहेको छ। दिएको तथ्याङ्कले गणित विषयको 50 पूर्णाङ्कको एउटा आन्तरिक परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको प्राप्ताङ्कलाई प्रतिनिधित्व गर्दछ। उक्त तथ्याङ्कको मध्यिका 29 छ। प्राप्ताङ्क र विद्यार्थी सङ्ख्या। प्राप्ताङ्क 0 देखि 10 3, 10 देखि 20 7, 20 देखि 30 10, 30 देखि 40 x, 40 देखि 50 10। अब यस प्रश्नमा सोधिएको छ मध्यिका श्रेणी लेख्नुहोस्, x को मान पत्ता लगाउनुहोस्, दिएको तथ्याङ्कको मध्यक प्राप्ताङ्क पत्ता लगाउनुहोस्, 20 अङ्कभन्दा कम र 20 वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको अनुपात निकाल्नुहोस् भनेर क्वेसन सोधिएको छ। अब यो क्वेसनमा मध्यिका दिएको हुनाले हामीले x को मान निकाल्नको लागि मध्यिकाको फर्मुलाबाट जानुपर्ने हुन्छ। यदि मध्यक दिएको छ भने उक्त x अथवा कुनै पनि थाहा नभएको सङ्ख्या बारम्बारता पत्ता लगाउनको लागि ती दिएकै मानको सूत्रद्वारा पत्ता लगाउनु पर्ने हुन्छ। जस्तै मध्यिका दिएको छ भने मध्यिकाबाट, मध्यक दिएको छ भने मध्यकबाट, पहिलो चतुर्थांश दिएको छ भने पहिलो चतुर्थांशबाट र तेस्रो चतुर्थांश दिएको छ भने तेस्रो चतुर्थांश सूत्रबाट थाहा नभएको सङ्ख्या, विद्यार्थी सङ्ख्या वा बारम्बारता पत्ता लगाउनु पर्ने हुन्छ। यहाँ मध्यिका दिएको हुनाले अब यहाँ x को मान पत्ता लगाउनको लागि हामीले मध्यिकाको सूत्र प्रयोग गर्नुपर्ने हुन्छ। अब यहाँ मध्यिका श्रेणी सोधिएको हुनाले मध्यिका 29 दिएको हुनाले 29 अङ्क चाहिँ उक्त प्राप्ताङ्कको 20 देखि 30 भित्र पर्ने भएको हुनाले उक्त मध्यिकाको श्रेणी 20 देखि 30 हुन्छ। मध्यिका श्रेणी 20 देखि 30। किन अब हामीलाई x को मान पत्ता लगाउनको लागि हामीले टेबल बनाउनु पर्ने हुन्छ। प्राप्ताङ्कलाई x ले, विद्यार्थी सङ्ख्यालाई f ले, सञ्चित बारम्बारतालाई cf ले जनाइन्छ। जस्तै प्राप्ताङ्क 0 देखि 10 मा 3 छ, त्यस्तै गरी cf मा पनि 3 हुन्छ। 10 देखि 20 मा 7 छ र यो 3 र यो 7 जोड्दाखेरि कति आउँछ? 10 आउँछ। यसलाई हामीले जोडेर देखाइनुहुन्छ, डाइरेक्ट 10 लेख्न पनि सक्छौँ। त्यस्तै गरी अब हाम्रो छ 20 देखि 30 मा सङ्ख्या 10 जना भएको हुनाले अब यो 10 र यो 10 जोड्नुपर्ने हुन्छ cf मा। 10 जोड्दाखेरि 20 हुन्छ। त्यस्तै गरी 30 देखि 40 मा x रहेको छ। 30 देखि 20 मा x जोड्दाखेरि 20 प्लस x गर्दाखेरि यसको एन्सर आउँछ 20 प्लस x नै आउँछ, किनकि x भनेको कति हो भन्ने कुरा थाहा छैन। त्यस्तै गरी 40 देखि 50 मा 10 छ। अब 20 प्लस x मा 10 जोड्नु पर्यो, 20 प्लस x प्लस 10 र अङ्क जोड्न पाइन्छ। 20 र 10 जोड्दाखेरि 30 अनि x छुट्टै रहेको हुनाले प्लस x लेख्नुपर्ने हुन्छ। अब cf को अन्तिममा जति मान आउँछ f को अन्तिममा पनि त्यति नै मान आउँछ। त्यही भएर f लाई हामी समेसन f अथवा क्यापिटल N ले डिनोट गर्ने गरिन्छ। अब हामीलाई मध्यिकाको मान दिएको हुनाले अब मध्यिकाबाट नै हामीले x को मान पत्ता लगाउनु पर्ने हुन्छ। जस्तै मध्यिका श्रेणी 20 देखि 30 भएको हुनाले मध्यिका श्रेणी 20 देखि 30 भएको हुनाले अब हामीले मध्यिकाको तल्लो सीमा, जसलाई हामी यल ले जनाइन्छ,
तल्लो सीमा भनेको मध्यिका श्रेणीको तल्लो सीमा भनेको 20। त्यस्तै गरी मध्यिका श्रेणी भनेको 20 देखि 30 भएको हुनाले त्यसको एफ भनेको कति आउँछ भने 10 हुन्छ। सीएफ चाहिँ अघिल्लो श्रेणीको सीएफको मान लिनुपर्ने हुन्छ, एक स्टेप माथिको सीएफको मान लिनुपर्ने हुन्छ। सीएफ चाहिँ कति रहेको छ भने 10 रहेको छ। यदि सीएफ अघिल्लो श्रेणीको अघिल्लो स्टेपको सीएफको मान लिँदाखेरि योभन्दा अगाडि कुनै पनि अङ्क छैन भने सीएफ 0 हुन्छ। त्यस्तै गरी एनको भ्यालु हाम्रो 30 + x आई। मध्यिका श्रेणीको अन्तर जसलाई हामी आईले वा एचले डिनोट गर्ने गरिन्छ। अब यिनीहरू बिचको अन्तर चाहिँ 10 रहेको छ। अब हाम्रो मध्यिका दिएको छ, मध्यिका एमडी हामीलाई दिएको छ 29। अब एमडी दिएको हुनाले अब एमडीको सूत्रबाट अगाडि बढ्नुपर्ने हुन्छ। सूत्र अनुसार एमडीको सूत्र हुन्छ, मध्यिकाको सूत्र हुन्छ L + N/2 - CF * I/F। एमडी भनेको 29, L भनेको 20 प्लस N भनेको 30 + x/2, CF भनेको 10 इन्टु आई भनेको 10, एफ भनेको पनि 10। यसका मुनि 1 लसले 20 अगाडि लिएर प्लस 20 अगाडि आउँदाखेरि 29 - 20। अब यसको के हुन्छ, लस आउँछ 2 × 2, क्रस गुणन गर्न पाइयो। 30 + x - 10 × 20 इन्टु 10 ले 10 लाई भाग गर्दाखेरि आउँछ यसको 1। अब 29 मा 20 घटाउँदाखेरि 9 आयो। अब 30 मा 20 घटाउन पाइन्छ। यदि यो ठुलो आयो भने प्लसमा आउँछ, यदि यो सानो आयो भने माइनसमा आउँछ। त्यसो भने 30 मा 20 घटाउँदाखेरि 10 अनि प्लस x/2 इन्टु 1 लेखिरहनु परेन। अब यसका मुनि के नभएपछि 1 हुन्छ। अब यसको क्रस गुणन गरौँ। क्रस गुणन गर्दाखेरि यसले गर्दाखेरि 1 ले 10 + x लाई गर्दाखेरि 10 + x, 9 ले 2 लाई गर्दाखेरि 9 × 18 भनेपछि x बराबर 18, 10 + 10 उता जाँदा माइनस भनेपछि हाम्रो x को एन्सर आउँछ 18 मा 10 घटाउँदाखेरि 8 एन्सर। अब हामीलाई क्वेसन नम्बर सी मा मध्यक सोधिएको हुनाले अब हामी मध्यकको टेबल पनि यसैमा एट्याच गरेर बनाउँछौँ। एम भनेको प्राप्ताङ्क श्रेणीको बिच्चको मान, मध्यमान भनेपछि यो दुईटाको बिच्चमा कति पर्छ 5। यदि कति पर्छ भन्ने थाहा भएन भने यो दुईटालाई जोडेर 2 ले भाग गर्ने। त्यसो भए अब 10 र 20 को बिचमा 15, 20 र 30 को बिचमा 25, 30 र 40 को बिचमा 35, 40 र 50 को बिचमा 45। अब एफएम भनेको एफ र एम गुणन गर्ने। एफ 3 5, 5 तिया 15, 7 र 5 गुणन गर्ने। 7 × 5 = 35 को 5, हातमा लागि 3, 7 × 1 = 7, 3 जोड्दाखेरि 105, 25 दशम 250, 35 इन्टु x भनेपछि 35 x 45 दशम 450। अब यसलाई हामी जोड्छौँ समेसन एफएम। अब यो जोडौँ। यक्स भएको जोड्न पाइँदैन, यो यक्स भएकोलाई पछि प्लस गरेर लेख्ने। यसलाई अरू अङ्क चाहिँ अङ्क भएको मात्र जोड्नु पर्छ। 5 × 5 = 10, 10 को 0, हातलाई 1, 2, 2 5 7,
7 5 12 को 2 1 1 2 3 4 4 4 8 820 अनि प्लस 35x। अब क्वेसन नम्बर सी मा मध्यक सोधिएको हुनाले क्वेसन नम्बर सी को आन्सर हामीलाई सूत्र अनुसार मध्यक, जसलाई हामी x बारले जनाउँछ। मध्यकको फर्मुला हुन्छ समेसन एफएम बाई एन। समेसन एफएम भन्ने कहाँबाट भर्खर आएको छ 820 प्लस 35x, एनको भ्यालु छ 30 प्लस एक्स, 30 प्लस एक्स। अब यहाँ एक्स को मान राखिदियो 820 प्लस 35 इंटू 8, एक्स को मान 8 आइसकेका छन्। 30 प्लस 8। अब यसको क्यालकुलेसन गरौँ। 820 प्लस जोड्दाखेरि 38 280 1100 एकाउन्न 38 28.95 आन्सर। अब हामी क्वेसन नम्बर डी मा सोधिएको छ 20 भन्दा सानो। 20 भन्दा सानो भनेपछि यहाँसम्म पर्यो, यो यहाँ 20 परिदैन, यहाँ 19 सम्म पर्छ। 20 भन्दा सानो भनेपछि यो दुईटा 20 भन्दा सानो चाहिँ यो दुईटा अंक पर्यो। 20 भन्दा सानो विद्यार्थी संख्या 3 र 7 प्राप्त गर्ने विद्यार्थी संख्या 3 प्लस 7 गर्दाखेरि 10 आउँछ। 10 प्लस x प्लस 10 28 आउँछ। भनेपछि 10 भागा 28। यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।